Hello everyone, welcome to the 10th episode of Catford Topper Talks. नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ आयुष कुमार झा हो। म अहिले चाहिँ साइनेपामा बस्छु र मैले आफ्नो +2 चाहिँ मलिसबाट गरेको हो। अहिले चाहिँ म क्याटफोर्ड इन्टरनेसनल कलेजमा 3rd सेममा पढ्दैछु। सो मैले बीबीएम एज अ करियर चुज गर्नेको मेन रिजन चाहिँ मलाई अब बिजनेसमा इन्ट्रेस्ट हुनलाई प्लस मेरो स्किल पनि डेभलप हुनलाई चाहिँ मैले अब क्याटफोर्ड इन्टरनेसनल कलेजमा एप्लाई गरेको थियो। अब मलाई गभर्नमेन्ट स्कलरशिप पाएर पनि अब मैले एज अ करियर पाथ बीबीएम चुज गरेको। सो अब म धेरै नै एक्साइटेड त छैन। अब जति मैले हार्डवर्क गरेको थिएँ त्यति नै मेरो रिजल्ट आएमा खुसी नै छु। अब मैले अहिलेसम्म फिक्स डिसाइड त गरेको छैन, तर अब मलाई बिजनेसमा धेरै इन्ट्रेस्ट भएर पनि बिजनेस नै एज अ करियर म चुज गर्नेछु। मेरो टिप्स फर इक्जाम भनेको चाहिँ म चाहिँ क्लास जहिले पनि रेगुलर आउँछु। अब सरले जे पढाउनुहुन्छ नि त्यो अब सबै नोट त लेख्दिनँ, त्यति टाइम हुँदैन, तर अब जे किवर्ड्सहरू हुन्छ, जुन इम्पोर्टेन्ट कुरा भन्नुहुन्छ त्यो चाहिँ टिपिरहेको हुन्छु। अब इक्जाम बेला चाहिँ अब प्र्याक्टिस गर्दा चाहिँ त्यो किवर्ड्स मात्रै हेरेर पनि एउटा थाहा भइहाल्छ के सरले भन्नुभएको थियो। अब त्यही अनुसार प्र्याक्टिस गर्दा पनि पुग्छ। सो अब टप्परले जति हार्डवर्क गर्नुपर्ने त्यति त हार्डवर्क गर्दिनँ म। सरले जति पढाउनुहुन्छ क्लासमा प्लस अब इक्जाम बेलामा अलिकति एकचोटि रिभिजन गरेर प्लस अब युट्युब भिडियोबाट अलिकति डाउट क्लियर गरेर पनि मेरो काम चल्छ। तो मलाई लाग्छ कि टप्परहरूको माइन्डसेट अलिकति फरकै हुन्छ, किनकि अब क्लासमा जति बुझेको छ अलिअलि रिभिजन गरेर इक्जाम टाइममा त्यतिले नै हामीहरूको काम चल्छ। माई फर्स्ट एडभाइस भनेको चाहिँ अब क्लास रेगुलर आउनु, सरलाई अब मोबाइलमा नभएर क्लासमा सरले जे पढाइरहेछ त्यो चाहिँ ध्यानले सुन्नु, किनकि अब इक्जाम बेलामा चाहिँ अब बिर्से पनि अलि सम्झिन बेला चाहिँ क्याचअप गर्न अलि सजिलो हुन्छ। अनि मेरो सेकेन्ड एडभाइस भनेको चाहिँ अब धेरै नै गाह्रो भयो भने पनि अलिकति त माइन्डमा बसिरहेको हुन्छ, किनकि रेगुलर क्लास आएको छ। अब त्यसमा पनि युट्युब भिडियोजहरू डिफ्रेन्ट च्यानल्सहरू छ, त्यसमा हेर्दा चाहिँ अलिकति सजिलो हुन्छ, छिटो क्याच गर्न सक्छ अनि इक्जाममा पनि राम्रो गर्न सक्छौ। मलाई लाग्छ कि अब सेल्फ स्टडीमै अब बढी मैले आफूलाई क्वेसन सोध्न सक्छु कि के आउन सक्छ इक्जाममा, प्लस अब के मलाई रिभिजन गर्नुपर्छ। म सेल्फ स्टडी नै प्रिफर गर्छु। ग्रुप स्टडीमा चाहिँ अब अलि हल्ला बढी हुन्छ, ग्रुपमा अब कुरा डाइभर्ट हुनसक्छ माइन्ड, त्यसैले अब बीबीएम पढेर मलाई डिफ्रेन्ट टाइप्स अफ स्किल्स मैले अहिलेसम्म एक्वायर गरेको छु, इम्प्रुभ गरेको छु। बिकज कम्युनिकेसन स्किल्स, लिडरसिप स्किल्स, अनि म क्लबमा भएर मेरो पब्लिक स्पिकिङ पनि अलि राम्रै भएको छ। ह्यान्ड रिटन नोट्स अनि डिजिटल नोट्समा ह्यान्ड रिटन नोट्स नै प्रिफर गर्छु, किनकि अब ह्यान्ड रिटन नोट्स आफै लेखेँ भने चाहिँ अब क्याचअप गर्न अलि सजिलो हुन्छ, अब त्योहरू अलिकति याद पनि हुन्छ। म चाहिँ नाइट पर्सन नै हो, किनभने अब बिहान उठ्न पनि अलि गाह्रै हुन्छ। अब नाइटमा चाहिँ अब कोही पनि हुँदैन, प्लस अब त्यस्तो हल्ला पनि हुँदैन, दिउँसोको टाइममा धेरै हल्ला हुन्छ, त्यसैले नाइटमा अलिकति एक्लै भएपछि अलि बुझ्न पनि सजिलो हुन्छ अनि अलि याद पनि हुन्छ। थ्याङ्क यू फर वाचिङ, होप यु लाइक द भिडियो।